दलितलाई तपाईँ बन्दुक बोकाएर लगेर बाहुनको चुलामा लगेर भात खुवाएको त माओवादीले हो। दलितलाई बन्दुक बोकाएर लिएर गएर मन्दिर छिराएको त माओवादीले हो। भगवान तिम्रो पनि हो भनेर चिनाएको माओवादीले हो। तिम्रो श्रम यो देशको सबभन्दा रेस्पेक्टेबल श्रम हो, तिमीले गरेको हो भनेर चिनाएको माओवादीले हो। तर आज मेरो यसो कहिलेकाहीँ फेसबुकमा हेर्छु, बिक परियार भन्नेले राजा आऊ देश बचाऊ भनेर यहाँ लेख्न आउँछ कमेन्ट। बिचरा त्यसमा चाहिँ उत्पन्न भएको विषय देखेर मलाई अहिले नि दया लाग्छ। 1600 मान्छे त दलितबाट चाहिँ सहभागी भए। जनयुद्ध लिदियो नि, माओवादी लिदियो नि, त्यो वातावरण शहीद भए दलित आन्दोलनको लागि। कुनै आन्दोलनमा दलितले त्यत्रो विधि आफ्ना लागि लड्नको निमित्त बलिदान गर्ने अवसर पनि पाएन कि, शहीद हुने अवसर पाएन। यो देशमा अमरसिंह थापाको कुरा हुन्छ, यो देशमा भक्ति थापाको कुरा हुन्छ, बलभद्र कुँवरको कुरा हुन्छ, विशेनगरजीको कुरा किन हुँदैन? अर्को एउटा कामीको कुरा किन हुँदैन? एउटा सार्कीको कुरा किन हुँदैन? एउटा चाहिँ के अरे राईको कुरा किन हुँदैन? एउटा तामाङको कुरा किन